ओके। आज चाहिँ म चाहिँ लामो समयपछि भिडियो रेकर्ड गरिरहेको छु अफकोर्स। र आज चाहिँ हामी चाहिँ जुन विन्डोज 10 एन्ड अफ लाइफ भएको छ यसको बारेमा चाहिँ थोरै कुरा गर्नेवाला छौँ। र एन्ड अफ लाइफ भन्ने बित्तिकैमा अब तपाईँको कम्प्युटरमा चाहिँ सेक्युरिटी अपडेट नआउने मात्रै हो। अहिलेसम्म जे आइसक्यो जे भइसक्यो त्यो भइरहन्छ, कम्प्युटर चलिरहन्छ। डाइरेक्ट सटडाउन हाल्ने चाहिँ पावर बटन थिचेपछि अब खोल्दै नखोल्ने भन्ने चाहिँ होइन। र जुन अरू प्रोग्रामहरू छन् जस्तो कि तपाईँको वेब ब्राउजर हुनसक्यो, गुगल क्रोम होला, फायरफक्स होला, अनि त्यसपछि चाहिँ तपाईँको अरू प्रोग्रामहरू चाहिँ जस्तो कि अब फोटोसपहरू, अरू प्रोग्रामहरू के राख्नुहुन्छ तपाईँले, तिनीहरू कसै पनि अपडेट आउँदैन भन्ने चाहिँ होइन। तिनीहरूले चाहिँ जबसम्म त्यो युजर बेसले चाहिँ लाइक ठुलो हुन्छ, लाइक धेरैजना मान्छेले चाहिँ प्रयोग गरिरहेको हुन्छन्, तबसम्म चाहिँ त्यसलाई चाहिँ सपोर्ट गरिरहेकै हुन्छन्। जब एकदम लामो समयपछि अब कम्प्याटिबिलिटी ब्रेक गर्न थाल्छ, त्यसपछि बल्ल उनीहरूले चाहिँ त्यो बन्द गर्ने हुन्, गर्दा प्रोग्रामहरू नै अपडेट नआउने केही पनि हुँदै नआउने भन्ने चाहिँ होइन। र विन्डोज 10 चाहिँ तपाईँले जसरी चलिरहेको थियो त्यसरी नै प्रयोग गर्न सक्नुहुन्छ, नसक्ने चाहिँ होइन। तर जुन ओएसमा चाहिँ तपाईँको सेक्युरिटी अपडेट आउँदैन, त्यो प्रयोग गर्नु भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँको चाहिँ अब गाडीको चाहिँ ब्रेक, लाइक बाइकमा चाहिँ ब्रेक हटाइदिए जस्तै नै हो। तपाईँलाई बाटो थाहा, एउटै मात्रै काम गरिराख्ने हो भने चाहिँ तपाईँ जहाँ पुग्ने त्यहाँ पुग्न चाहिँ सक्नुहुन्छ बिस्तारै। अब झर्ने रोक्ने ठाउँ आउन थाल्यो भन्ने बित्तिकै बिस्तारै त्यो एक्सिलेटर हटाएर बिस्तारै स्लोली गरेर रोक्नु सक्नुहुन्छ, काम त गर्छ। तर बिच बाटोमा केही अप्ठ्यारो परिहालेको खण्डमा चाहिँ ब्रेक नभइसकेपछि त्यो एक्सिडेन्ट हुने चाहिँ चान्स बढी हुने भयो। यसलाई चाहिँ त्यसरी नै बुझ्दा हुन्छ। र यदि कहिले त्यस्तो स्पेसिफिक कुनै भनरेबिलिटी पक्रिहाल्यो भएको खण्डमा चाहिँ तपाईँमाथि चाहिँ जुन साइबर सेक्युरिटी अट्याकहरू हुने चान्सेस चाहिँ धेरै हुन्छ। कुरो त्यति मात्रै हो। प्लस तपाईँले चाहिँ विन्डोज 11मा अपग्रेड गर्न पनि सक्नुहुन्छ। तर विन्डोज 11मा समस्याहरू चाहिँ अहिले भयङ्कर छन्। जस्तो कि विन्डोज 11मा अपग्रेड गर्नको लागि नै तपाईँलाई TPM 2.0 चिप चाहिन्छ, जुन भनेको के हो मैले एकछिनमा भन्छु। अनि त्यसपछि इन्टेलको 8th जेन सिपियु या त्योभन्दा माथिको चाहिँ चाहिन्छ, सिक्योर बुट, त्यसपछि 4 GB ऱ्याम, 64 GB स्टोरेज, त्यो त भइ नै हाल्यो। TPM 2.0 भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँको जुन कुनै पनि कम्प्युटरको स्टोरेजलाई चाहिँ इन्क्रिप्ट गर्नु पऱ्यो भने चाहिँ त्यसको खोल्ने की हुन्छ, एज इन तपाईँले तालजाल लाउनु भयो अनि त्यसको चाहिँ चापिराख्ने एउटा ठाउँ हो। त्यो भएन भने चाहिँ त्यो इन्क्रिप्सनको कीहरू चाहिँ राख्ने ठाउँ नहुने हो, सिक्योरली राख्ने ठाउँ नहुने हो। तर विन्डोजमा चाहिँ विन्डोज 11मा अफकोर्स जुन बाई डिफल्ट बिट लकरबाट इन्क्रिप्ट नहुने हुँदाखेरि चाहिँ त्यो टिपिएम 2.0 चाहिँ सबैलाई चाहिने चाहिँ होइन। तर अब कुन कुन चाहिँ बिग ब्रेन लजिक प्रयोग गरेर चाहिँ विन्डोजले टिपिएम चाहिँ बाई डिफल्ट सबैलाई चाहिने भन्ने बनाएको छ। त्यो चाहिँ अब उनीहरूलाई पनि थाहा होला। प्लस विन्डोज 11मा चाहिँ अब चाहिँ लोकल एकाउन्टहरू चाहिँ बाई डिफल्ट राख्न नपाउने भन्ने अब प्रोभिजन आउँदैछ एक किसिमले भनौँ। तपाईँले चाहिँ अनलाइन माइक्रोसफ्ट एकाउन्टमा लगइन गरेर जुन सेटअप प्रक्रियामै तपाईँले चाहिँ इन्टरनेटमा कनेक्ट गरेर लगइन गरेर अनलाइन बल्ल चाहिँ प्रयोग गर्न पाउने भन्ने कुरो छ, जुन कि इज मेरो हिसाबमा चाहिँ त्यो कम्प्लिटली अनएक्सेप्टेबल नै छ। प्लस केही समय अगाडि चाहिँ विन्डोज अपडेटले चाहिँ तपाईँको एसएसडीहरू बिगारिरहेको थियो। कतिपय अवस्थामा चाहिँ पुरै त्यो फर्मवेयर नै डिलिट गरेर तपाईँको एसएसडी कामै नगर्ने बनाएको पनि थियो। प्लस जुन रिसोर्स युजेज विन्डोजमा चाहिँ त्यो चाहिँ अलि औडे पनि छ, लाइक 2.5-3 GB 4 GB चाहिँ तपाईँको बाई डिफल्ट प्रयोग गर्नु, जुन कि अलि अनएक्सेप्टेबल नै चिज हो। जस्तो कि मेरो स्क्रिन देख्न सक्नुहुन्छ, मैले चाहिँ अहिले चाहिँ ओबिएसमा रेकर्ड गर्दा गर्दै पनि मेरो जम्मा 1.1 GB चाहिँ प्रयोग गरिरहेको छ। मेरो चाहिँ टिमक्सले गर्दाखेरि चाहिँ सिलेक्ट गर्न मिलेन, बट यहाँ मेमोरी भन्ने उसमा चाहिँ देख्न सक्नुहुन्छ। र जुन डाटा कलेक्सन भयो, त्यसपछि चाहिँ ओएसभित्रै एडहरू आउने, त्यो चाहिँ अलि 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 साह्रै औडे नै पनि छ। गर्दाखेरि चाहिँ मैले चाहिँ आजको भिडियो मार्फत चाहिँ तपाईँहरूले चाहिँ लिनक्स पनि प्रयोग गर्न सक्नुहुन्छ, एउटा अप्सन छ है भन्ने बारेमा चाहिँ मैले चाहिँ बताउँदैछु। र लिनक्स भन्ने बित्तिकै मान्छेहरूलाई चाहिँ एकदम अप्ठ्यारो होला, यताउता होला भन्ने सोच चाहिँ धेरैजना मान्छेको हुन्छ। र त्यसमा चाहिँ धेरै जसो चाहिँ त्यो फल्स नै हो। तपाईँको 95% भन्दा अझै बढी मान्छेलाई चाहिँ
लिनक्स इज जस्ट मोर देन इनफ। किनकि यदि तपाईँ चाहिँ लिनक्स कुन अवस्थामा प्रयोग नगर्नुहोस् भन्दाखेरि चाहिँ तपाईँको चाहिँ जुन लाइभलीहुड अथवा तपाईँको जब छ त्यो नै जुन अडोबीको प्रोग्रामहरू छन् जस्तो कि फोटोसप भयो, त्यसपछि चाहिँ भिडियो एडिटर समथिङ के थियो, जे भए पनि अडोबीको भिडियो एडिटर चाहिँ आई थिङ्क प्रिमियर प्रो एकछिन टाइम लाग्यो सरी, बट जुन अडोबी प्रिमियर प्रो यस्तो यस्तोमा तपाईँको जब नै त्यसैमा फिक्सेटेड छ भने चाहिँ विन्डोजै प्रयोग गर्नु पर्यो अथवा म्याक युज गर्नुहोस्। त्यो बाहेकको अरू अवस्थामा चाहिँ लिनक्स चाहिँ इज मोर देन इनफ। अनि अर्को एउटा युज केस भनेको चाहिँ यदि तपाईँ चाहिँ अनलाइन मल्टिप्लेयर गेमहरू जुन एन्टिचिटवाला छन्, जुन भ्यालोरेन्ट अनि त्यसपछि पब्जी जस्तो कल अफ ड्युटी के खेल्नुहुन्छ भने चाहिँ त्यो अर्को एउटा उ भयो। त्यो अडियन्स चाहिँ त्यति ठुलो नहोला भन्छु म। र जुन यो दुईटा स्पेसिफिक निस बाहेक अरू तपाईँको स्पेसिफिक जुन प्रोग्राम प्रयोग गर्नु छ त्यो अभाइलेबल नभए तापनि त्यस्तै गरेका काम गर्ने अरू अल्टरनेटिभहरू चाहिँ अभाइलेबल हुन्छ। तपाईँले चाहिँ आफ्नो प्रोग्रामहरू चाहिँ लिनक्समा अभाइलेबल छ छैन भन्ने चिज चाहिँ तपाईँले आफै हेर्न पनि सक्नुहुन्छ। मैले भनिहालेँ 95% मान्छेहरूलाई चाहिँ इट विल बी जस्ट फाइन। अब माइक्रोसफ्ट अफिस अभाइलेबल छैन भन्नु होला। माइक्रोसफ्ट अफिस चाहिँ तपाईँको वेब भर्जन प्रयोग गर्न सक्नुहुन्छ फर्स्ट अफ अल। सेकेन्ड अफ अल तपाईँको 95% जुन माइक्रोसफ्ट अफिसमा भएको फिचरहरू छन् तिनीहरू चाहिँ लिब्रे अफिसमा, त्यसपछि ओन्ली अफिसमा, त्यसमा लगभगमा हुन्छ। गरेर त्यस्तो समस्या नै चाहिँ हुँदैन। र पनि तपाईँलाई यदि चेकै गर्न मन छ भने चाहिँ तपाईँले गुगलमा गएर अथवा च्याट जिपिटीलाई नै पनि सोध्न सक्नुहुन्छ यसले काम गर्छ गर्दैन भन्ने विषयमा। अरू लगभग चिजहरू जुन फोटोसप लगायतको अडोबीको प्रोग्राम र तपाईँको चाहिँ अनलाइन जुन मल्टिप्लेयर गेमहरू बाहेक अरू लगभग सबै चिज चाहिँ लिनक्समा काम गर्छ। 95% भनेर मैले नम्बर दिएँ, तर त्यो 95% भन्दा माथि पनि हुनसक्यो। तपाईँको सामान्य वेब ब्राउजरहरू, आइडीहरू, कम्पाइलरहरू लगायतको चिजहरू जुन जेनरल डेभलपमेन्टलाई प्रयोग हुन्छ, वेब डेभलपमेन्ट यताउता, त्यो सबै थोक हुन्छ नै। तपाईँलाई युट्युब हेर्न मन छ, त्यसपछि सामान्य वेब ब्राउजिङ गर्ने हो, गुगल सर्च, फिल्म हेर्ने यताउतालाई त अभियसली काम गर्ने भइ नै हाल्यो। र अर्थको सामान्य चिजहरू सबै थोकलाई काम गर्छ मैले भने बाहेक। र यदि तपाईँलाई इन्स्टल गर्न गाह्रो होला ह्यान त्यान भनेर जुन जुन यो काइन्ड अफ इन्टरफेस तपाईँले देख्दै हुनुहुन्छ स्क्रिनमा, त्यस्तो चाहिँ हुँदैन है। यो चाहिँ मैले स्पेसिफिकली आफ्नो निडको लागि प्रयोग गरेर मात्रै हो। तपाईँको विन्डोजवाला नि एक्सपिरियन्स चाहिन्छ भने र तपाईँलाई केही पनि थाहा छैन भने चाहिँ जस्ट लिनक्स मिन्ट इन्स्टल गर्नुहोस्। तपाईँको कम्प्युटरको बायोस, तर तपाईँको कम्प्युटरको बायोसमा गएर अथवा युएफआई भन्छ क्या सायद अहिले, त्यसमा गएर सिक्योर बुटलाई डिसेबल गर्नुहोस्। गुगलमा गएर तपाईँको कम्प्युटरको नाम प्लस हाउ टु डिसेबल सिक्योर बुट हान्ने बित्तिकै त्यो अप्सन आउँछ। त्यो बन्द गरेर एउटा युट्युबमा सामान्य भिडियो हेर्नु भने चाहिँ लिनक्स मिन्ट इन्स्टल गर्नु चाहिँ त्यति धेरै सहिलो हो। र यदि तपाईँलाई चाहिँ अरू केही पनि बारेमा थाहा छैन भने चाहिँ मैले चाहिँ लिनक्स मिन्ट नै चुज गर्नुहोस् भन्छु। किनकि एकदम सिम्पल छ, इन्स्टल गर्नु सहिलो हो। अनि त्यसपछि अर्को यताउता ब्रेकेजहरू यताउता केही पनि लगभग हुँदैन। र एकदम सजिलो एक्सपिरियन्सको लागि चाहिँ तपाईँले चाहिँ लिनक्स मिन्ट नै इन्स्टल गर्नुहोस् भन्छु म। र पछि तपाईँलाई यदि मन लाग्दै गयो भने चाहिँ अब आर्च भयो, डेबियन भयो, त्यसपछि अरू अझै अप्ठ्यारा डिस्ट्रिब्युसनहरू पनि ट्राई गर्न सक्नुहुन्छ। जुन तपाईँले यहाँ देख्दै हुनुहुन्छ जुन एउटा टाइलिङ विन्डो म्यानेजर छ, यो चाहिँ तपाईँले चाहिँ डाइरेक्ट प्रयोग गर्नुपर्छ भन्ने छैन। एकदम सजिलो डिस्ट्रिब्युसनहरू पनि अभाइलेबल हुन्छन्, गर्दा आत्तिनुपर्ने कुरो केही पनि छैन। र जब तपाईँ फमिलियर हुँदै हुँदै जानुहुन्छ, जुन यस्तो टाइपको वर्कफ्लो पनि अभाइलेबल छ है भन्ने बुझ्दै गइसकेपछि चाहिँ तपाईँको चाहिँ ओभरअल जुन कम्प्युटरहरूलाई प्रयोग गर्ने एक किसिमको जुन प्रयोग गर्ने अथवा जुन हिसाबले तपाईँले हेर्नुहुन्छ, जुन एक किसिमको पोइन्ट अफ भ्यू छ त्यो पनि चेन्ज हुन सक्छ। जस्तो कि जुन कि मेरो केसमा भयो, मैले पनि 2020मा सायद विन्डोज 7 जुन काम गर्न छोडिसकेपछि चाहिँ मैले चाहिँ विन्डोज 10 हालेँ मेरो पुरानो ल्यापटपमा, त्यसमा त्यति राम्रोसँग चल्ने। अनि त्यसपछि चाहिँ लिनक्स हालेको मलाई चाहिँ त्यो निकै मन परेर म चाहिँ अहिले यहाँसम्म छु। र मैले विन्डोज चाहिँ सायद लाइफ लङ कहिले पनि प्रयोग गर्नेवाला छैन। होपफुल्ली तपाईँहरूमध्ये कसैसँग पनि अरूलाई पनि त्यस्तै खाले राम्रो एक्सपिरियन्स
मिलोस् भन्दै सकेसम्म विन्डोज 11 चाहिँ प्रयोग नगर्नुहोस्। यो चाहिँ साह्रै औडै नै छ। ट्राई आउट लिनक्स भन्दै म चाहिँ यो भिडियोलाई यहीँ रोक्न चाहेँ। ओके, थ्याङ्क यू, बाई।